साथीहरू हेर्न सक्नुहुन्छ मैले भनेकै थिएँ नि। अनि म चाहिँ एक्साइटेड भइरहेको छु के रुमबाट निस्केको छ कि साथीहरू है यस्तो मजाले राम्रोसँग सजाएर राख्नु भएको। अब रेडी हुनलाई मेकअप गर्न त आउँदैन त्यही पनि। हेलो साथीहरू, गुड मर्निङ एन्ड लासो फ्यापुल्ला। म चाहिँ अमिसा। आज चाहिँ मेरो फर्स्ट टाइम ब्लग स्टार्ट भएको हो। मैले चाहिँ आज फर्स्ट टाइम ब्लग बनाएको हो। अनि आशा गर्दछु तपाईँहरूले मलाई माया दिनुहुन्छ भन्ने। अनि सो तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै भनौँ, तपाईँहरूको मायाले गर्दा अहिलेसम्म बाँचिरहेको छु। अनि आज चाहिँ म कसलाई भेट्न जाँदैछु है, को हुनुहुन्छ उहाँ चाहिँ भन्ने कुरा चाहिँ सो तपाईँहरूलाई भिडियोमा देखाउने नै छु। अनि आज चाहिँ म कहाँ जाँदैछु सो हेर्दै गर्नु होला मेरो भ्लग चाहिँ है। अनि सबैजनाले चाहिँ माया गरिदिनु होला भन्छु। अनि अहिले चाहिँ म बिहान अहिले 9 बजिसक्यो। अनि सो उहाँ चाहिँ अहिले कतिखेर आउनुहुन्छ अनि मलाई म्यासेज गर्नुहुन्छ। अनि म चाहिँ जान्छु। सो उहाँ चाहिँ को हुनुहुन्छ हेर्दै गर्नु होला है। म चाहिँ साथीहरू अब चाहिँ रेडी हुनुपर्ने हुन्छ। अनि त्यस्तो अब रेडी हुनलाई मेकअप गर्न त आउँदैन त्यही पनि मलाई त्यो एउटा भिडियोमा चाहिँ मैले मेकअप गरेको थियो। सो मलाई त कस्तोरी कमेन्ट गर्नुभएको छ के, त्यही भएर लाज पनि लाग्छ है। अनि सो सिम्पल म चाहिँ अलिअलि त्यही हो। अनि अब चाहिँ म रेडी हुन्छु साथीहरू, त्यही हो। सो साथीहरू मेरो मेकअप भनेको चाहिँ यो दुइटा हो, त्यो पनि आज यो लाउन लाग्यो। अनि त्यही हो, म पनि मेकअप आर्टिस्ट बन्नुपर्छ भनेको। तर मलाई कस्तो मेकअप त्यो हुन्छ नि अरूलाई गर्न चाहिँ आउँछ होइन, अरूलाई गर्नलाई भन्नाले त्यस्तो अब आर्टिस्ट त होइन कि, तर पनि अब हुन्छ नि आफूलाई जस्तो गर्न मन लाग्छ त्यस्तो चाहिँ गरिदिन्छु। अनि त्यही पनि आज चाहिँ यो गाजल लाम भनेको गाजल चाहिँ लाम भनेको साथीहरू के पो हुने हो कुन्नी नलागेको कति भइसक्यो क्या, मेरो हातै काम छ होला क्या। अनि त्यही भएर चाहिँ म त्यस्तो अब ट्राई गरौँ होइन, हुन्छ कि हुँदैन। अनि भएन भने चाहिँ म मेड दिन्छु क्या फेरि। यस्तो हुन्छ नि साथीहरू है, आँखामा चाहिँ अलिकति म्याच गर्नु पर्यो, नत्र भने म मेटेर म त फेरि त्यस्तै हो। ल यस्तो हुन्छ कसम। अनि यस्तो भएपछि कसैले मेकअप गर्छ साथीहरू, बाबा यस्तो हुन्छ क्या। साथीहरू हेर्न सक्नुहुन्छ, मैले भनेकै थिएँ नि मलाई मेकअप गर्न आउँदैन र बिग्रिसकेको थिएँ, त्यही भएर मलाई गाजल साजल केही पनि लाएन। सो अब चाहिँ कपाल कस्तो बनाउने त्यो पो चिन्ता भइरहेछ। सो साथीहरू यस्तै छ, म चाहिँ रेडी हुँदैछु। फाइनली म चाहिँ रेडी भइसक्यो। अनि अब चाहिँ म जानुपर्ने हुन्छ। फाइनली म चाहिँ निस्केको साथीहरू, यस्तो भएर होइन मेरो लुक्स चाहिँ यस्तो रहेको छ। अनि अब चाहिँ म निस्केको साथीहरू, म चाहिँ आइपुगिसक्यो। अनि अब माथि हुनुहुन्छ अरे, म चाहिँ जाँदैछु। अब डर पनि कस्तो एक्साइटेड भइरहेछ क्या। अनि म चाहिँ कसलाई हेर्न सक्नुहुन्छ हाम्रो दिदी के बोकेर आएको यो? आयो तपाईँको लागि फर्स्ट टाइम भेटेको नि हामी चाहिँ, फर्स्ट टाइम भेटेको कस्तो खुसी लाग्यो तपाईँलाई भेटेर। मलाई यस्तो हालतमा छु है, के हुन्न कति भयो हामी नभेटेको नि। फर्स्ट टाइम भेटेको कस्तो मलाई लाज लाग्यो। यही भेट्नुको लागि थ्याङ्क यू सो मच। यति राम्रो रोजको लागि किन बोकेर आएको अनि अनि यस्तो? म तपाईँको लागि लिएर आएको नि, त्यस्तो अब ठुलो उपहार त दिन सक्दिनँ। म
बहिनी धनी छ। पेङ्गो गर्नु म चाहिँ नानाको रुममा आइपुगिसक्यो हो साथीहरू। नाना चाहिँ 1 घन्टा अगाडिसम्म हामी बोलेर भिडियो बनाएको थियो त्यो भिडियो चाहिँ भएन रहेछ बहिनीकोमा त्यही भएर कस्तो आज पनि बोल्नै आउँदैन है अघि के बोल्यो जस्तो कस्तो साथीहरू यस्तो पो हुँदो रहेछ हौ। त्यही भएर लाज पनि लाग्यो मलाई। के लाज लाग्नु होइन अब चाहिँ भिडियो बनाउनु टाइम पास पनि हुन्छ क्या कहिले एक्लै फिल दिदी चाहिँ भिडियोमा जस्तो हुनुहुन्थ्यो रेलमा पनि त्यस्तै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ यति राम्री। तर मान्छे धेरै रुएर होला हौ, आँखा पनि सुनिन्छ। हिजो राति नसुतेको हामी हो बिहान 2-3 बजी मात्रै सुते भएन। तपाईँलाई मलाई भेटेर कस्तो फिल भइरहेछ भन्नु त। एकदम राम्रो आफ्नै मलाई काठमाडौँ ठाउँमा म कहिले पनि जहिले पनि म एक्लै फिल गर्छु कि तर तिमी बहिनी आफ्नै दिदी सम्झेर भेट्न आयो। अब म हतपत आजभोलि कसैको पनि विश्वास गर्दिनँ नि त तर मलाई गर्नुभयो खुसी लाग्यो। सबै मान्छे एउटै हुँदैन नि त अनि मान्छे हेरेपछि थाहा भइहाल्छ नि मान्छेको कस्तो हो मान्छे के। मलाई अलिकति के अरे अब भन्नु त मलाई हेरेर कस्तो लाग्यो। राम्रो लाग्यो अनि दुःख सुखको कुरा हुँदै गएपछि झन् धेरै नजिक भयो। अब त छोड्दिनु मान्छेको अनुहार हेरेर पनि गेस गर्छ नि त यो मान्छे चाहिँ यस्तो छ। होइन मान्छेको सङ्गत गर्नलाई चाहिँ मान्छे चिन्नलाई चाहिँ 5 वर्ष सङ्गत गर्नुपर्छ भन्ने छैन क्या। मान्छेहरू कस्तो हुन्छन् तिमी चाहिँ हेर्दै पछि फेस पनि कस्तो धेरै माया लाग्दछ। सो मलाई चाहिँ दिदीलाई भेटेर एकदम धेरै खुसी लाग्यो। अनि हाम्रो चाहिँ यो फर्स्ट टाइम भेट भएको हो। चिनेको चाहिँ कति वर्ष भइसक्यो है? चिनेको त 1-1.5 वर्षै भएको थियो बोलेको त पहिल्यैदेखि थुप्रै भइसक्यो। म विदेश गएर आइसकेँ त अब बहिनी त्योभन्दा पहिल्यैदेखि बोलेको नि। त्यही भएर विदेश गएर पैसा छापेर मलाई दिदीले रुममा पनि ल्याउनु भयो अनि मेरो रुममा हिँड्नु भनेको मान्नु भएन। नेक्स्ट टाइम आउँछु। अब आउनुहुन्छ अरे दिदीको कुराहरू सबै मलाई सुनाउनु भयो, पीडाहरू पोखाउनु भयो। खुसी लाग्यो मलाई पनि आफ्नै बहिनी सोचेर मलाई एकदम धेरै आफ्नो त्यो हुन्छ नि पीडाहरू सबै सेयर गर्नुभयो क्या। यति धेरै खुसी छु नि म। अबदेखि मलाई सधैँभरि दिदीको माया दिनु ल। म पनि बहिनीको माया दिनु मलाई पनि। अनि तिम्रो पनि होइन सबैको आफ्नो आफ्नो हुँदो रहेछ क्या। अब त बहिनी छैन अनि म बहिनी हो त अबदेखि। म त एक बहिनी मात्रै हो। त्यही भएर अबदेखि 2 बहिनी। भोलि पर्सि दसैँमा मेरो घर जानुपर्छ है तपाईँ। ल सरलाई होइन जानुपर्छ। म चाहिँ अरू तिमीलाई भन्दा नि नानीलाई भेट्न आउनु लाग्यो क्या। एक्साइटेड छु। ए मेरो नानीलाई अब अर्कोचोटि चाहिँ दिदी मेरै रुममा आउनुहुन्छ अनि म त्यसकै प्रतीक्षामा हुनेछु। म साँच्चै आउँछु। अब चाहिँ म जानुपर्ने हुन्छ साथीहरू दिदीलाई छोडेर। दिदीलाई छोड्ने मन त छैन कि तर के गर्नु मेरो नानी लिन जानुपर्छ। एक्लै भए पो ढुक्कले हिँड्नु त अलिकति बच्चा भएपछि गाह्रो हुन्छ। नानालाई हुनु पर्यो नानीको ख्याल गर्नु पर्यो। आमा जता गए पनि छोराछोरी बिजोग नहोस् भन्ने होइन। अनि म आउँछु भेट्न रुममै नानीलाई। अब म जानु पनि हुन्छ। तिमी मलाई भेट्न आयो म नानीलाई होइन रे मलाई चाहिँ तिमीलाई होइन रुममा आउँदा नानीहरू मात्रै भेटिन्छ तिमी भेटिँदैन भेटिन्छ नि त भनेपछि अब त माया छैन। होइन होइन माया त बहिनी प्रति त छँदैछ। बहिनीको नानी आफ्नो जस्तो लाग्दैन। नानाको रुम त यस्तो छ कि साथीहरू है यस्तो मजाले राम्रोसँग सजाएर राख्नु भएको छ कि यता चाहिँ देखाउनु मिल्दैन साथीहरू। त्यो चाहिँ प्राइभेट हो पब्लिक गर्नु हुँदैन। भेनाको मात्रै फोटो सजाएर राख्नु भएको छ दिदीले। एकदम धेरै माया गर्नु भएको छ होइन। अनि त्यही भएर तपाईँहरूको आँखा पनि लाग्छ कि कसैको नजर नराम्रो हुन्छ नि। भेना पनि भेट्यौ नि कस्तो लाग्यो? मलाई एकदम धेरै खुसी लागेको छ भेनालाई भेटेर किनकि कस्तो मिलेछ नि आज टाइम नभएर पो। मलाई के अरे नानाले चाहिँ अब यतै आउनु भनेर बोलाउनु भएको थियो अनि भेना पनि हुनुहुन्छ भन्दा त म त आइहाले कस्तो खुसी भएर अनि भेनालाई पनि भेटेँ। भेना पनि जानुभयो दिदी एक्लै हुनुभयो तर म छु त्यही भएर दिदी रुनु भएको छैन अनि रुनु पनि हुन्न। अबको दिनहरूमा खुसी भएर जिउनुपर्छ। हामी निस्केकौँ साथीहरू। अब चाहिँ दिदीको रुमबाट निस्केकौँ। अब रुमतिर जानुपर्ने हुन्छ। यहाँ देख्नुहुन्छ हाम्रो नाना
म चाहिँ हिँडेको साथीहरू मेरो नाना चाहिँ यहाँ हुनुहुन्छ तर नाना चाहिँ मेरो यति आउनु हुँदो रहेछ अनि कस्तो खुसी लाग्यो मलाई झन् यसरी हिँड्न पाउँदा त भिडियोमा त क्लिप हुन्छ नि मलाई तर मान्छे चाहिँ के अरे हाइटमा सानो भए पनि साइडमा ज्यादा छ नि फेरि हाइटमा चाहिँ एकदम धेरै म चाहिँ छुट्टिनु पर्ने हुन्छ लोकेसनमा हाम्रो नाना चाहिँ कसैलाई लोकेसन चाहिँ मलाई बाहेक कसैलाई थाहा हुँदैन हाम्रो नाना चाहिँ मलाई छोड्न आउनु भएको अरे अनि अब म नि जानुपर्ने हुन्छ हामी यहाँ छुट्टिँदैछौँ सुनेर नजाउँ न नजाउँ न भनेको म भेट्न आउँछु ल फेरि आज यस्तै हालतमा छु यस्तै हालतमा भेट्यो के हुन्छ पनि थाहा छैन रेडियोमा मेकअप पनि गराएको छु मोइस्चराइजर चिल्लो चिल्लो लाएर आएको बिहान भात खानु म यताउति हिँडेर फेरि मेकअप बिना पनि राम्री कति सकी लाएर त्यही होला आफ्नो घरमा बस्नलाई मान्छे जस्तो पनि हुन्छ यसमा केही नभएको नि तिम्रो पनि मेरो छ नि यहाँ हेर्नु त नसुतेर पिम्पल लगाइहाल्छ किन नसुतेर रातभरि निन्द्रै लाग्दैन निन्द्रा किन नलागेको अरे अब म जान्छौँ बाई बाई आउनु ल मेरो रुममा आउँछु ल ल गयौँ साथीहरू म दिदीलाई छोडेर है ल राम्रोसँग जानु ल तपाईँ बाई बाई ल म चाहिँ आइपुगिसक्यो नानीको स्कुलमा नानीको छुट्टी हुन अझै 8 मिनट बाँकी छ कि त्यही भएर बसिरहेको छौँ मेरो नानी चाहिँ आइसक्यो छुट्टी भएर साथीहरू म चाहिँ रुममा आइपुगिसक्यो अनि नानीलाई लिएर पनि सो नानीलाई ल्याउने उसमा चाहिँ अलिकति ढिलो भएको थियो किनकि नानीको छुट्टी भएको थिएन अनि म चाहिँ बाहिरै गेटमा पर्खेर बसिरहेको थिएँ कि अब चाहिँ गर्मी पनि भइरहेछ अनि नानीलाई खाजा बनाएर दिनुपर्ने हुन्छ अनि सो मेरो फर्स्ट टाइम अब भ्लग आउँदैछ सबैजनाले हेरेर माया गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्दै छुट्टिन्छौँ बाई बाई साथीहरू सबैजनालाई धेरै माया अनि सब्सक्राइब पनि गरिदिनु ल